हाय गाइस, वेलकम टु माई च्यानल एन्ड अनदर भिडियो। आज चाहिँ म आएको छु पाटन अनि मैले चाहिँ यति टाइमपछि युट्युबमा भिडियो हाल्दैछु फेरि पनि। अनि म चाहिँ आज एकदम स्पेसल मेरो स्पेसल दिदीलाई भेट्न आएको आफ्टर सो मेनी इयर्स, आई गेस अलमोस्ट 2 इयर्स। सो म देखाउन गइरहेको छु उहाँहरूलाई, एकदमै राम्री भएर आउनुभएको छ। सो म वेलकम गर्न चाहन्छु। हेलो। Hi! So much excited, guys! वेलकम टु माई च्यानल। Thank you! कति पछि भेटेको आज? 2 वर्षपछि। 2.5 वर्ष होला। Last time we vlog थियो हाम्रो। अनि मैले कति पछि हाल्दैछु भ्लग मैरोमा। सो Subscribe guys, subscribe! आज हामी एकदम मस्त फन गर्नेवाला छौँ। हामी कहाँ जाने अब? अब यो आज टुरिस्ट हो नि त हाम्रो बिजु हैन, यसो अब यो पाटन दरबार स्क्वायर घुमाउँदैछौँ हामी चाहिँ उसलाई। सायद घुमिसक्यो होला, तै पनि अब यसो गल्ली कप्चाहरू घुमेको छैन होला, सो यसलाई चाहिँ घुमाउँछौँ। सो लेट्स भिडियो वाचसम्म हेर्नु है गाइजहरू। ओके बाइ। हामी चाहिँ यहाँ यसो शीतलतिर बसिरहेको छौँ गाइस। हामी कहाँ जाने अब? अब हामी लालटिन क्याफेमा जाने। ठ्याक्क यसको पछाडि छ। अहिले चाहिँ यसो परेवा हेर्दै हो क्या, यसो अब हेर्नु पर्यो नि त हाम्रो यसो परेवा यो संस्कृतिहरू हाम्रो मङ्गलबजार पाटन दरबार कति राम्रो छ भने यसो हामी चाहिँ के भन्छ प्योर नेपाली बोल्दै भनेको एक्सप्लोर गर्दैछौँ। नेपाली प्योर बोल्दै भनेको त्यो वर्डै आएन क्या, यसो एक्सप्लोरलाई साँच्चै हो भने इङ्ग्लिसमा आएको नेपालीमा आउँदैन, नेपालीमा आएको इङ्ग्लिसमा आउँदैन। अनि अस्ति भएको घटना चाहिँ होइन यता हो, त्यहाँ यो ठ्याक्कै कृष्ण मन्दिरमा नो एन्ट्री गरेको रहेछ त्यो त। अहिले चाहिँ अब माथिमा यहाँ पनि नो एन्ट्री रहेछ। माथि कतै पनि जान मिल्दैन अहिले चाहिँ, त्यो अस्तिको काण्ड भयो नि त यता महँगा बजारमा। अनि अब त्यसपछिदेखि चाहिँ मुनि चाहिँ बस्न मिल्छ, त्योभन्दा माथि चाहिँ अलाउड छैन भनेर छ। तर नेपालीहरू भेडा हो, गइ नै राख, अलाउड छैन त्यहाँ लेखिराख, त्यही पनि गइरहेछ। अब छ हामी चाहिँ फेरि नो एन्ट्री गरेर मात्रै बसिरहेको छ क्या। अनि बोर्डमा डुस ल्याउन अनि कहाँ छ? उता छुड्याउका पासाले अब हामी जाम। ल लेट्स गो, फलो मी गाइज। अब लालटिनमा लालटिन। मलाई लास्ट टाइम क्यान्डी दिदीले यही लगाउनु भएको थियो, आज पनि। किनभने यो चाहिँ मेरो एक्चुअली अल टाइम फेभरेट हो। प्रायः म यता म कोही पनि साथीहरूसँग आयो भने म यतै गइरहेको हुन्छ क्या। यताको एम्बियन्स पनि राम्रो छ, प्लस फर्स्ट टाइम पनि तपाईँसँग आएको थियो, अब सेकेन्ड टाइम पनि यताको एम्बियन्स पनि राम्रो छ, यसो बाहिरबाट पनि लुक पनि राम्रो छ अनि सर्भिस पनि राम्रो छ। सो लेट्स गो लालटिन। यहाँ चाहिँ ऐना छ गाइस। अनि हाम्रो मिरर चाहिँ भिडियोग्राफर चाहिँ दामी छ, ऊ हो हाम्रो आजको भिडियोग्राफर। सो फलो चलो बिरामी भन्नुपर्छ। उसले मलाई लालटिनको लालटिन हेर्नु गाइजहरू, काजीले लालटिनको लालटिन, दिस इज लालटिनको लालटिन। लालटिनको लालटिन। यहाँ पनि यस्तो बस्ने ठाउँहरू रहेछ गाइस, बस्ने ठाउँ छ। तर हामी चाहिँ हामी सबभन्दा रुफटपमा जान्छ। हाम्रो भिडियोग्राफर थाक्नु भएको छ गाइस। लुक एट द भ्यू गाइस, लुक एट द भ्यू। वाओ, दिस इज द भ्यू गाइस। हामी चाहिँ यहाँ बस्नु पर्ला, ठिक्क छ। हामी चाहिँ यता बस्छौँ है, घाम झरेको एउटा घर दैले खानेको धन्न भने त्यही हो। यसलाई चाहिँ खालि फोटोको मात्रै टेन्सन छ मेरो बहिनीलाई। म्याङ्गो एप्पल त्यसमै होस्, म त मगाउने दिन्छु खालि मटोल्ला म। ओके, अब हाम्रो खाना आउँदैछ अनि थ्याङ्क यू एन्ड दिस इज फर यु है। थ्याङ्क यू, चकलेट अल द वे फ्रम दुबई। हैन आजको होइन क्या। ए त्यहाँ हेर न पछाडि, दुबईको नभए यहाँ अरबी हुन्छ। अन्त त्यसो किन आजको त्यही भने। थ्याङ्क यू सो मच।
यो चाहिँ म कुनाको हो, सानामा मात्र ल्याइदिएँ ल। यो चाहिँ ट्राई गर्न मन लाग्यो। अहिले लास्टमा ट्राई गर्छु। ओके। सो दिदी चाहिँ भन्नु तपाईँको नेपालको बसाइ। नेपालको बसाइ त मेरो 3 महिना कसरी बित्यो थाहा भएन। 3 महिना भइसक्यो है? 1 महिना त मम्मी बिराम हुनुभयो नि त, अनि त्यसपछि हस्पिटल यताउता नै भयो। अनि अर्को चाहिँ अब घुम्यो, फेरि गर्मी छ दिनदिनै घुम्न पनि सकिँदैन नि त। यतिकै म एउटा काम छैन एनर्जी। अब मेरो नेक्स्ट मन्डे, नेक्स्ट कमिङ मन्डे, आज मन्डे होइन, ए आज ट्युसडे हो नि, आज अब ट्युसडे। ठ्याक्क अर्को नेक्स्ट मन्डे मेरो फ्लाइट छ। अनि अन्तिममा चाहिँ मलाई भेट्नु भएको होइन एकदम यहाँ अब टाइम एकदम बिजी छ, अनि त्यसपछि अब बिजी कालाई नभेटेर जाने कुरा भएन। बिजी भयो भने बिजी भयो नि, बिजी भयो नि, बिजी कालाई चाहिँ भेट्नै पर्छ भेट्नै गाइस पर्ने होइन। हुन्छ। अब एकदम ऊ चाहिँ फेरि मेरो एकदम परम प्रिय बहिनी हो, प्यारी दिदी हो प्यारी। मेरो सो बहिनी। अब नभेटी जाने कुरा भएन, त्यही भएर आज चाहिँ उसलाई भेट्न आएको फुर्सद मिलाएर। अनि फ्यान्टा फ्यान्टा गर्दा ल एउटा फ्यान्टा गर्नु। भाग्य मर छ म लकले तिमीलाई हान्यो। ट्याक्क त्यही मिल्यो क्या। टाइमिङ भएछ हाम्रो। अनि तिम्रो सुनाउ नेपालको बसाइ कस्तो भइरहेछ त? मेरो ब्याकग्राउन्डको साउन्ड चाहिँ एकदम आउँछ इग्नोर क्या गरिदिनु होला गाइजहरू होइन। यहाँ चाहिँ एकदम हाम्रो एउटा हाम्रो चाहिँ ब्याकग्राउन्डमा चाहिँ एउटा बाँदर बसिरहेको छ। सस्तो मस्तो पोडकास्ट भइरहेछ अहिले। एकदम चिर कराउने, त्यही भएर उसलाई पनि लिएर पनि हाम्रो सस्तो पोडकास्ट आऊ न। हामी चाहिँ होइन के अरे स्पिट्सभिल्लाको पग्लुहरू हो होइन। तिम्रो चाहिँ रिसेन्ट चाहिँ फेभरेट चाहिँ को हो? रिसेन्टको कुरा गर। मेरो फेभरेट त निहारिका अस्मिता मेरो पनि अल टाइम फेभरेट। मेरो स्टार्टिङदेखि नै निहारिका अस्मिता थियो। खासै मलाई सुरुमा चाहिँ स्यान्डी र सदाफ पनि मन परेको थियो सुरुको 1-2 दिन चाहिँ। अनि त्यसपछि चाहिँ धेरै खाली जल्यान सराप त्यो इरिटेट लाग्न थाल्यो। अनि त्यसपछि चाहिँ निहारिका र अस्मिता चाहिँ खास नेपाली भएर पनि मन परेको हो होइन। अनि राम्री पनि छ होइन। तर पर्फर्मेन्स चाहिँ निहारिकाको A1 छ, जसले जे भने पनि होइन। काइरा मलाई सुरुमा चाहिँ त्यो खुसीहरू हुने टाइममा चाहिँ मन पर्दैन थियो, जब त्यो पेसा भिलामा थियो नि, त्यति बेला चाहिँ मलाई मन पर्दैन थियो। अनि प्रित अहिले मन पर्दैन मलाई। तर मलाई सबभन्दा खुसीको दम नै हिजो अस्तिको स्याटरडेको प्रित गरेर कस्तो मजा आएको। कर्मा क्या, इन्स्टेन्ट कर्मा, तिमीलाई याद छ? त्यो मोहित जाँदाखेरि के त यसरी प्रितको पछाडि हाँस पछि त उहाँ हुन्छ। हामी त्यही बेला भनेको नि कर्मा चाहिँ। त्यही भएर कहिले पनि कोही जाँदाखेरि दुःखको टाइममा रुनु हुँदैन, सरी हाँस्नु हुँदैन भन्ने सदाफहरूलाई एकदम धेरै है। अब योगेशलाई के त जहिले गाली गरेर सनीले अस्ति पनि त्यो हिमांशुको टाइम त्यो रिसेन्टकै लास्टमा हेऱ्यो, म कहिले बोल्दिनँ भन्दा मलाई अहिले बाइस भएको लाग्छ त्यो कुरामा चाहिँ। त्यो कमेन्ट नसुन्दा राम्रो लाग्यो। त्यो मोहित र के भन्छ त्यो अनुष्का सदाफर ट्रेनको भन्दा त कति राम्रो त्यो उसको भन्दा नि राम्रो थियो मलाई चाहिँ। गुलु र के गौरी शाखा छ भन्दा राम्रो थिएन? गौरी शाखा भन्दा नि राम्रो छ सुजिन 12,000 दिशाले तर लास्टै गरे। तर अनुष्काले पनि उनीहरूको स्याड स्टोरी देखाएको हो, त्यस्तो साह्रो डिसरेस्पेक्ट त गरेको होइन। अब त्यस्तो हेर्ने हो भने एक्जाम्पल क्या, त्यो उसले सदाफरको त लिपस्टिक यहाँ लगाएको, उसले जोकर बनाइदिएछ नि त, गाजर पनि लगाएर त्यो बाँदर जस्तो देखाइदिएछ नि त होइन। एक्टिङ खतरा गर्यो त्यो। जस्तो कि हिमांशुले यहाँनिर यस्तो बनायो नि त, अनि उसले तिमीले किन त्यस्तो बनायो भने त्यो हिसाबले त सदाफले पनि त लिपस्टिकहरू यस्तो लाग्यो होइन। तर अलिकति बाइसै भएछ यसपालिको चाहिँ। तर हेर्न चाहिँ इन्ट्रेस्टिङ चाहिँ भइरहेछ, ट्विस्ट भइरहेछ होइन। हाम्रो बहिनी चाहिँ बिजी हुन्छ, कोसँग मलाई थाहा छैन। तिमीलाई चाहिँ को फेभरेट लाग्छ सिस्टर? तिमी गएको भए के गर्थ्यौ स्पेसियल? तिमीले कसलाई कनेक्सन बनाउँथ्यौ त्यहाँ गएको भए चाहिँ? को चाहिँ तिम्रो कनेक्सन टाइपको थियो? फेरि मलाई ट्याटुवाला मन परेको थियो कि सौरभ होइन, सौरभ त क्युटी छ। अनि को त? त्यो आउट भइसक्यो कि जे होस्। आयुष त्यो मलाई सुरुमा चाहिँ मन परेको थियो। त्यो कति धेरै ट्याटु थियो नि त, अनि ट्याटु भएर चाहिँ मलाई त्यो एउटा एट्र्याक्सन भएको थियो।
तर अरू त छैन। म्याक्सिमम केटीहरूले चाहिँ गुल्लु मनपर्छ अँ, होइन त्यो तर गुल्लु मलाई चाहिँ सौरभ मलाई नि मनपर्छ हामीलाई फर्स्टमा जे भयो सौरभ नि मन फेरि परेको थियो। मास्टर माइन्ड चाहिँ दिप्तान्सु नै लाग्छ मलाई जे भयो नि त्यो दिमाग चाहिँ क्युट छ खतरा तर चलाउँछ कस्तो कमेडी छ नि कमेडी। तर दिमाग चाहिँ त्यसले चलाउँछ होइन स्यान्डीको छ नि दिमाग चलाउँछ मास्टर माइन्ड चाहिँ दिप्तान्सु हो तर केटामा को एकजना पिक गर्छ भन्ने हुन्छ म चाहिँ सौरभै सौरभ गर्छ। एकदमै कस्तो राम्रो थियो तिम्रो उसको साथको भन्दा हाम्रो स्कोर मैले तिनीहरूको चाहिँ केही छैन सौरभ एक्टिङ चाहिँ ठिकै हो राम्रै हो तर कम्पेयर टु रोहन र हाँसेको हामीले कम हान्छ होइन कस्तो खतरा योगेश मुझे प्यार हो गया तेरा भाई को प्यार हो गया योगेश राम्रो थियो राम्रो थियो तर अब त्यही अब 22 हुन्छ के सुनमा चाहिँ आइरहेको निहारी सौरभले चाहिँ यो मलाई चाहिँ गुल्लु र अश्विन लाग्छ भनेर मलाई पनि लागिरहेको निहारी र सौरभले जस्तो लागिरहेको अनि कतिमा त गुल्लु र अश्विन लाग्छ हुन्छ भन्छ त हुन्छ होला आइडल म्याचको थाहा भएन तर अब डिजर्भिङ चाहिँ निहारी अब दिग्विजय आउँछ नि आकांक्षा आउट हुन्छ त्यो आउट भइहाल्छ कस्तो त्यो इरिटेट फील भयो मलाई सिम्पथी गेम जस्तो लाग्छ भने खाली मलाई यस्तो मन नपरेको क्या रोड जे भयो भने होइन योगेश दोस्रो होइन बाबे कुनै चिजमा गएर जित्यो भने चाहिँ दुःख हुन्छ नि त उले त्यही बिच गरिदिन्छ नगरेर यसै भएर रोड बनाउनु गुल्लु तिमीले भएर जिताएर भन्दै त्यही कुराले लिएर योगेशले तैँले पनि त्यो पेज नजिकेको अनुसार जितेको भए कति त्यहाँ अब हुन्छ हुँदैन कन्ट्रोभर्सी भइसकेको आउँछ यस्तो किन भने उसले भने त्यो नर्मल भयो अब त्यही कुरा योगेशले भनिदिएको भए कति त्यहाँ कन्ट्रोभर्सी के के भनेको उता यो भुल किन भुल लाग्यो हाम्रो खाना आइसकेको छ चाहिँदैन यताबाट पानी त यहाँभित्र ल्याउँछ होइन र Thank you for the water, sister. यो वेटरको काममा पार्ट टाइम काम गराउने सिकाइरहेको मैले चाहिँ ट्रेनिङको लागि नाइट दामी हुनेरहेछ नि त हामी चाहिँ दिउँसोबाट बस्दा बस्दा गफ गर्दा गर्दा हाम्रो यति गफ भयो कि अहिलेसम्म गफ सकेको छैन त रात भइसक्यो तब तपाईँहरू यो पाटन नर्मल नाइट मजा लिनु साथीहरू यस्तो दामी छ सायद क्यामेराले चाहिँ धेरै क्याप्चर गर्नु छैन होला तर यो आँखाले हेर्दाखेरि आनन्द आइरहेको छ सबैजना क्राउड अनि हाम्रो अर्को भाइ दाइ बाहिर चाहिँ यता हुनुहुन्छ हाम्रो मिस श्रेष्ठको साथमा साथीभाइहरू अब हामीहरू छुट्टिन लाग्यो Thank you for watching our video. अनि अब नेक्स्ट अब सायद